हेलो गाइस, गुड इभिनिङ। म चाहिँ रेडी भइसकेँ। आज चाहिँ हाम्रो घरमा पूजा छ। म चाहिँ पूजाको लागि जाँदैछु। यो चाहिँ हामीको सिटिङ रुममा पूजा गर्नलाई स्टार्ट गरेको। मेरो अमाजी दिदीले चाहिँ प्रसादहरू रेडी गरिदिनु हुँदै थियो। यहाँ चाहिँ हामीको पूजा स्टार्ट भइसक्यो। यहाँ चाहिँ पण्डितजीलाई के गर्नु भन्नु हुँदै थियो अनि गर्दैछु। हाम्रो एकजना अमाजी दिदीले चाहिँ आएर फुलहरू प्रसादहरू चढाउनु हुँदैछ। हामीहरूको चाहिँ पूजा गर्दैछु। हामी बुढाबुढी चाहिँ पूजामा बसेको छौँ। यहाँ चाहिँ पूजामा के गर्नु भन्नुहुँदैछ, त्यही पण्डितजीले जे भन्नुहुँदैछ हामी चाहिँ त्यही गर्दैछु। पूजा गरिरहेको छु। बुढाबुढी चाहिँ अरू सबैजना उता हुनुहुन्छ, काम गरिराख्नु भएको छ। हामीहरू चाहिँ मैले चाहिँ अब बाहिरको मान्छेहरू त्यसरी बोलाइन, हाम्रो खानदानको मान्छेहरू मात्रै सबैजना। यहाँ चाहिँ पण्डितजी अनि म बाबा पूजा गरिरहेको छु। हामीहरूको यहाँ के भन्छ नि, छुएर के गर्नु भनेर त्यही पढिराख्नु भएको छ। त्यही भएर अनि उता चाहिँ अब मेरो दिदीहरू, आमा मम्मीहरू अनि अमाजी दिदीहरू, जेठानी दिदीहरू सबैजना आउनुभएको छ हामीहरूको चाहिँ घरमा। अनि उता चाहिँ बनाउनु हुँदैछ, सेलरोटी बनाउनु हुँदैछ, पुरी सब्जीहरू के बनाउनु हुँदैछ। यहाँ चाहिँ मेरो भोलेनाथको पूजा, शिवजीको पूजा, हामीको घरमा चाहिँ सत्यनारायणको पूजा हो। अनि हामी चाहिँ शिवजीको पूजा नि गर्दैछु। सबै पूजाहरू भइसक्यो। अब होम लाउने समय भयो। हामी चाहिँ होम लाउँदैछु। हेर्नुहोस्, ओम नमः स्वाहा गर्दैछौँ दुईजना। पूजा चाहिँ कम्प्लिट भइसक्यो। अब होम लाउँदैछु। हामी चाहिँ पहिले लगाउने अनि बादमा सबैजना मिलेर लगाउने भनेर नि त। पहिले पूजा गरेकोहरू दुईजनाले चाहिँ पहिलेबाटै गरिराख्नुपर्छ अरे। अनि बादमा फेरि सबैजना आएर गर्नुहुन्छ व्रत लिने पार्टीहरूले। म चाहिँ गरिरहेको छु। दुईजना चाहिँ अब हाम्रो अमाजी दिदीहरू, आमा पनि आउनुभयो। आमाले चाहिँ प्रसादहरू राख्नु हुँदैछ। यहाँ चाहिँ म चाहिँ खै के भन्दै थिएँ कोही बुढा मान्छेलाई। यहाँ चाहिँ सबैजना आउनुभयो। हामीहरूको मेरो भतिजी, छोरी, जेठानी, अमाजी दिदी, मम्मी, मेरो दिदी, मेरो मम्मी सबैजनाले होम लगाउँदैछु। अझै एक दुईजना आउनै भएको छैन। जेठाजीहरूले नि व्रत लिनुभएको थियो। उनीहरू चाहिँ अहिले लास्टमा 3 खेप गर्छु भनेर आउनुभएको छैन। त्यो व्रत लिनेहरूले चाहिँ पहिले गर्दै गर न भन्नुभयो। अनि हामी चाहिँ गरिराखेको छौँ। यहाँ चाहिँ पण्डितजीले पुरा धुवा भइसक्यो। पण्डितजी, हाम्रो पण्डितजीलाई एकदम आँखा चिमिक गरेर पुरा पढिराख्नु भएको छ। जे होस्, हाम्रो पण्डितजीले चाहिँ एकदम मजाले पढ्नुहुन्छ, बुझाइ पनि दिनुहुन्छ। बहुत राम्रो लाग्छ कि हामीको पण्डितजीलाई चाहिँ। यो हो मेरो भतिजी, छोरी। यहाँ चाहिँ खोइ के भनिँदैछ कोनी पता नहीं। यहाँ चाहिँ क्यामराम्यान चाहिँ आज बहुतजना थियो कि क्यामराम्यान। हामी चाहिँ सबैजना उयो गरिरहेको छौँ, होम लगाइरहेको छौँ। ओम नमः स्वाहा भन्दैछौँ। यहाँ चाहिँ हामीहरूको पाहुनाहरूलाई देखाउनु लानुभएछ। यहाँ चाहिँ बसिराख्नु भएको छ। यो हाम्रो अमाजी दिदी, आन्टी, जेठाजु, ज्वाइँ हुनुहुन्छ, दिदीहरू हुनुहुन्छ, सबैजना हुनुहुन्छ। हामी होम लाउनु फेरि आइपुग्यो। यो चाहिँ हाम्रो के अरे मेरो नन्दले बनाउनु भएको आरतीको थाल कति सुन्दर बनाउनु भएको छ नि। कस्तो राम्रो बनाउनु भएको छ। हामीले चाहिँ होम लगाइसक्यो। अब आरती गाउँदैछौँ। यो चाहिँ हाम्रो जेठाजु हुन्। हामी चाहिँ सबैजनाले पालो पालो आरती गर्दैछौँ। यहाँ चाहिँ मेरो मम्मी, सासु आमा, यो चाहिँ घुराउने चाहिँ हो मेरो मम्मी पनि आउनुभएको छ। अनि चाहिँ मेरो दिदीलाई घुमा न भनेर मैले दिदीलाई बोलाउँदैछु। उसले चाहिँ अगरबत्ती जलाइरहेको थिएँ। अनि हामी सबैजनाले फेरि आरती भइसक्यो। बादमा प्रसादहरू सबै बाँडेर खाइसकेर बादमा फेरि हामीहरूको गाउँको कीर्तने पार्टी आउनुभएको थियो। अनि हामी कीर्तन गाउँदैछु। यो चाहिँ हाम्रो ढोल बजाउने दाई, हाम्रो कीर्तन ग्रुपको। हामी चाहिँ सबैजना कीर्तन गर्दैछौँ। यहाँ चाहिँ राति 8:30-9 बजे कस्तो पानी आएको थियो। कस्तो दरङ पानी आएको थियो। धन्न बिचरा कीर्तने पार्टीहरू पनि आउनुभएछ। थ्याङ्क यू सो मच गाइस। कस्तो लाग्यो भन्नु होला। बाई बाई।